विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न रहेको आरोपमा धनुषाका 2 जना सहित 12 जनालाई प्रहरीले पक्रेर सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न 12 जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका 5 का 25 वर्षीय रामदेव महरा, सिराहाको सिराहा नगरपालिका 17 का 24 वर्षीय धर्मदेव यादव र कपिलवस्तुको शुद्धोधन नगरपालिका 6 का 26 वर्षीय धर्मप्रसाद मुराउ रहेका छन्। यसैगरी धनुषाको जनकपुरधाम 5 का 34 वर्षीय नरेश पजियार, बाँकेको राप्ती सोनारी 5 का 36 वर्षीय लाल बहादुर वली, सप्तरीको बलाम बिहु 2 का 27 वर्षीय किशुन लाल साहु तेली, सोही नगरपालिका 1 का 35 वर्षीय विनोद कुमार शाह र सोही नगरपालिका 6 का 22 वर्षीय आशाराम यादवलाई पनि प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। यसैगरी सुन संकलन गर्ने क्रममा पक्राउ पर्नेमा विनोद सहित सञ्जु कुमारी शाह, दुर्गा प्रसाद यादव र देवानन्द शाह रहेका छन्। प्रहरीले सिराहाका मोहन कुमार यादवलाई पनि पक्राउ गरेको छ। उनले शिवसुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको खुलेको जनाइएको छ। कतारबाट वैदेशिक रोजगारीबाट फर्केका 5 जना सहित 12 जनालाई आज सार्वजनिक गरिएको हो। वैदेशिक रोजगारीमा रहेकाहरूले सिराहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको अवैध सुन बोकेर ल्याएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर मनोज कुमार केसीले जानकारी दिनुभयो। उहाँका अनुसार शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरूलाई परिचालन गर्दै आएको खुलेको र सन् 2019 देखि उनको खातामा 1 अर्ब 96 करोड कारोबार देखिएको छ। शिवसुन्दर राउतलाई प्रहरीले सिराहाबाटै पक्राउ गरेको तथा सिनामंगल बी हिमालय स्पायर होटल सञ्चालन गर्दै आएका विनोद कुमार शाहलाई पनि प्रहरीले पक्राउ गरेको आजको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। तस्करी गर्नेहरूले 5000 देखि 10,000 दिएर वा होटलमा निशुल्क बस्ने सुविधा दिएर श्रमिकलाई सुन बकाउने गरेको प्रहरीको दावी छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउँदा सानो सानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाका आधारमा निगरानी बढाउँदा पछिल्लो पटक विदेशबाट आउने 5 जनाको साथबाट 828 ग्राम सुन बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर केसीले बताउनुभयो। सुन कसरी आएको छ, यो सुन कसरी जान्छ, यसमा सम्बद्ध व्यक्तिहरू को छ भन्ने प्रसङ्गमा आज हामीले यो कुरा चाहिँ हामीले आज यहाँ मार्फत हामीले यो कुरा भन्ने अवस्थामा रहेको कुरा पनि निवेदन गरेँ। अब मैले अलिकति सूचनाको कुरा आजकै केससँग सम्बन्धित कुरा अलिकति गर्छु। प्रत्येक विशेष आज हामीले कतारमा, यो कतार किन पनि भन्यो भने यो डेस्टिनेसनको हिसाबले सबभन्दा धेरै खाडी मुलुकहरूमा सबभन्दा बढी श्रमिकहरू जाने एउटा ठाउँ पनि कतार हो र सबभन्दा बढी रेमिटेन्स आउने ठाउँ पनि कतार हो। त्यसैले कतारबाट फर्किने व्यक्तिहरूलाई चाहिँ त्यो एउटा समूहले जोसँग धेरैजनालाई सुन दिएर नेपालसम्म ल्याउने काम भएको कुरा चाहिँ हाम्रो अनुसन्धानमा देखिन्छ। त्यसैले त्यो सबै मानिसहरूलाई 5,000 देखि 10,000 सम्म दिएर होटलमा फ्रीमा बस्ने अवस्था बनाएर र त्यो सुनहरू चाहिँ त्यो क्यारी गर्न लगाउने, बोकाएर यता पठाउने भन्ने चिज हामीसँग सूचना प्राप्त थियो। त्यो सूचना प्राप्त भइसकेपछि होटलमा भएको मान्छेले कसैले त्यहीँ आएर रिसिभ गर्ने, होटलमा लिएर जाने, यसमा होटलमा बस्नको खर्चहरू पनि बस्ने अवस्था हुन्थ्यो र केही थप पैसाहरू पनि पाउने अवस्था हुन्थ्यो। र हाम्रो जानकारी अनुसार एउटै फ्लाइटमा 15 देखि 20 जना व्यक्तिहरू यसरी बोकाएर पठाइन्छ र प्राय कतारकै हामीले हेर्ने हो भने प्रत्येक दिन जसो 3वटा फ्लाइट आउने अवस्था बन्दो रहेछ, कहिले 2टा नभए 3वटा र 3वटा भन्दा बढी पनि हुने अवस्था बन्छ। त्यसैले 15-20 जना एउटै फ्लाइटमा हेर्दाखेरि पनि यो सङ्ख्या कमै मात्र हेरे पनि 45 जनादेखि 50 जना व्यक्तिहरूसँग यसरी क्यारी हुने अवस्था बन्दो रहेछ। र त्यो सुन तस्करी गर्ने व्यक्तिहरू चाहिँ हामीले एउटा होटल पनि त्योसँगै त्यो एउटा होटल चाहिँ त्यही व्यवस्था गर्ने त्यो विनोद शाह र निजकी श्रीमती सञ्जु कुमारी शाहले चाहिँ सँगसँगै त्यो चाहिँ सञ्चालन गरेर राखेको र धेरै रिसिभ त्यहाँबाट हुने कुराहरू चाहिँ हाम्रो अनुसन्धानमा खुलेको अवस्था पनि छ। र त्यो होटल हिमालय स्पायर भन्ने त्यो होटल नै अहिले त्यो व्यक्तिहरूले चाहिँ सञ्चालन गरेको र त्यो होटल किनेको भन्ने पनि हाम्रो सूचना हामीसँग छ। त्यो भएको अवस्था हाम्रो अनुसन्धानमा देखिएको अवस्था हो। यसरी आर्जन भएको पैसा चाहिँ अल्टिमेटली त्यो विभिन्न माध्यमहरूबाट शिवसुन्दर राउत चाहिँ मार्फत चाहिँ आउने भन्ने सूचनाहरू हामीसँग थियो र यही सूचनाको आधारमा चाहिँ हामीले धेरैपल्ट रेकीहरू गऱ्यौँ
प्रत्येकपल्ट त्यो सुन कसरी आउँछ, को आउने अवस्था, रिसिभ कसरी गर्छ भन्ने चिजहरू हामीले सुनेकै मात्र थियौँ। त्यसैले धेरैपल्ट हामीले त्यो मान्छे त्यो मान्छे समात्नलाई समस्या थिएन, तर त्यो मान्छेले कसलाई भेट्छ, त्यो पैसा कहाँ जान्छ भन्ने चिज चाहिँ महत्त्वपूर्ण थियो। त्यसैले गर्दा हामीले त्यो चेनहरू हेर्नलाई पनि धेरै समय खर्च गर्नुपर्ने अवस्था बन्यो र यसरी गरिसकेपछि हामीले चाहिँ 24 गते चाहिँ हामीले विभिन्न चाहिँ फ्लाइटहरूमा आएको मान्छेहरूलाई हामीले सूचनाको आधारमा पक्राउ पनि गऱ्यौँ। त्यसैले अहिले हामीले यहाँ र मैले अलिकति पछाडि पनि अलिकति ब्रिफ कुराहरू म भन्छु। अब हामीले आज चाहिँ 5 जना व्यक्तिहरू, हामीले त्यसमध्ये 9 जना मान्छेहरू निगरानी गरेका थियौँ। 9 जनामध्ये 5 जनासँग हामीले भनेको सूचना अनुसार नै सुन प्राप्त गरेको अवस्था छ। हामीले यो दोस्रो लेभलको मान्छेहरू आज पक्राउ गरेको, अघि मैले लेभलको कुरा गर्दाखेरि विभिन्न तहको वर्गको कुरा गरेको थिएँ। दोस्रो लेभलको मान्छेको कुरा गर्दाखेरि सुनिल कुमार महरा जुन हामीले पक्राउ गऱ्यौँ, उसँग ऊ श्रमिक हो र यो क्यारी गर्ने काममा मात्रै इन्भल्भ भएको अवस्था हो। उसले चाहिँ अगाडि उसले त्यो हामीले कनेक्सन कसरी